उत्पत्ति 2:18 पद यसरी लेखेको छ, फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउने छु। सहयोगी भनेको एउटा लड्दा उठाइदिने व्यक्ति। तर आज जतिसुकै घनिष्ठ मित्र भएर लडेको बेला उठाइदिए तापनि, जतिसुकै घनिष्ठ एउटै आन्द्रामा जोडिएको दाजुभाइ नै किन नहोस्, लडेको बेलामा त पक्कै उठाइदिन्छ, तर सदाको लागि चाहिँ हुँदैन। दाजुभाइ पनि अंशको कारणले छोडिएको घटनाहरू धेरै छ। साथीहरू पनि पढ्दा साथीहरू छोडिन्छ। बिहे गरेपछि घर सरेर अन्त्य पुग्छ, त्यो साथी छोडिन्छ। अब प्रतिमाको माइत नजिक होला, तरै पनि यहाँको मान्छे जस्तो त्यहाँको मान्छे हिजोको साथीसँग उसको धेरै भेट हुँदैन। त्यसै कारण जीवनभरि लड्दाखेरि छिट्टो उठाउन भ्याउनु भनेको चाहिँ श्रीमानलाई श्रीमती, श्रीमतीलाई श्रीमान हो।